खोइ देखा त ए ana inna udah kita खै यहाँ देखाउनु त आइसला पाओ यो हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल है वन्स अगेन फेरि तपाईँहरूको बिचमा आइसकेको छु। पक्कै पनि तपाईँहरूले थमेल अनि टाइटल हेरेर थाहा पाइसक्नुभयो होला कहाँ आएको छु भनेर। मेरो ब्याकग्राउन्डमा हेर्नु सक्नुहुन्छ एकदमै नजारा दृश्य एकदमै दामी छ र गर्मीले चाहिँ म चाहिँ एकदमै हालत पात्रा भएको छु। आज भने चाहिँ हामी साथीहरूसँग है अन्त दाजुहरूसँग चाहिँ हामी फिसिङमा आएको छ। सो रमाइलो गर्न आएको र चन्द्र ओइ रमाइलो गर्ने होइन त रमाइलो तैँले पनि भिडियो गरेको यस्तो मैले खिचिनँ नि ए यस्तो छ है जग्गा चाहिँ यस्तो छ। जान्दैछ हामी चाहिँ गर्मीले एकदम लतपत भइरहेछ है गर्मीले चाहिँ के भन्नु बयान गर्नु सक्दैन। क्याप लगाएको किनभने घामले चाहिँ एकदमै अनुहार चाहिँ यसो राम्रो नभए पनि डढ्छ कि भनेर चाहिँ डर लाग्यो। सो भिडियो चाहिँ अन्त्यसम्म हेरेर साथ दिनुहोस् होला के कस्तो हुन्छ। अहिलेबाट हेर्दैछु ओके। अहिले चाहिँ बाटोमा चाहिँ थाक्यो पनि ल कन्टिन्यू हेर्दै गर्नुहोस् होला पर गएर भेटौँ ल। अनि स्याट्टै छ हामी चाहिँ नन स्टप हिँडेको छ कहाँ जस्तो लाग्यो। हामीले ट्रेकिङमा आएको जस्तो फिल भयो। अब फिसिङमा चाहिँ होइन ट्रेकिङमा एकदमै रमाइलो भइरहेछ होइन भाइ। रातो गाला त झन् रातो भएछ जस्तो कस्तो दामी भयो हो जग्गा हो है। होइन तैँले के भएको ब्यागमा भन्दैन चरा कति भयो घुरपिस रहेछ नि त ओ योहरू त तँलाई मैले भने घुरपिस रहेछ त्यो घुरपिसमा चाहिँ चरा पुरा हुन्छ नि त। ल हामी चाहिँ अब खोला चाहिँ आइसक्नु आँटिसकिसक्यो है। त्यो ट्युनमा है माया देखाइदिनु होला एन्डिङसम्म माया गरिदिनुहोस् होला होइन। त्यही हो हजुरहरूलाई जतिसम्म राम्रो भ्लग ल्याउनु ट्राई गर्छु है। अब के कस्तो हुन्छ भ्लग चाहिँ त्यो कतिको इन्जोय हुन्छ के हुन्छ। बिजोग भयो गरेर कहाँ चाहिँ गएको यस्तो जङ्गलबारीमा भन्छ कहाँ मिर्गा मार्नु गएको कि हामी चाहिँ खोला आइपुग्यो है। मजा आयो शीतल भयो खोइ देखा त ए ana inna उता किन खै यहाँ देखाउनु त आइसला पाओ यो खै के हो के को बोर्ड हो लप्सीको बोर्ड हो खाना ठुलो माछा बोलेन कसरी खाँदैछ नि साराको भ्लग टाढो हो त मजा आयो हावाले कपाल मजा आउँदैछ पा 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 अब चाहिँ दुर्गेश थापा गीतमा नाच्ने होइन के हो तिम्रो दुश्मन त्यो गरेको त मलाई नपठाल यो कपिराइट। ल गाइस अब चाहिँ फाइनली हामी चाहिँ सक्यो हो र आजको तपाईँहरूलाई भ्लग के कस्तो लाग्यो हेरेर है कमेन्ट गरिदिनुहोस् होला। थ्याङ्क यू फर वाचिङ है। आज चाहिँ भ्लग चाहिँ यतिमै एन्ड गर्न चाहन्छु। यसले चाहिँ फोरफार पार्दैछ यहाँ खोइ देखा त यहाँ पल्टिरहेको छ पा होला हो यो त इङ्ग्लिसमा त फ्रकै भन्छ नि यहाँ चाहिँ लिप पकाउने गरेको English call is frog.
another vlog. आज मला देखाएर गएँ मान्छेको जिउ पाऊ कि भाउ त उयो त छेउ फ्याँकिदिउँ ल त्यो त मजाले आँटै आयो म त यतातिरको पाहाडमा किनेर